Hello guys, welcome back to my channel. हजुरहरूले हेर्दै हुनुहुन्छ युनिक गेमिङ। हजुरहरूले आजको भिडियोको टाइटल र थम्बनेलबाट थाहा पाउनुभयो होला आज हामी के को बारेमा डिस्कस गर्नेछौँ भनेर। आज मैले हजुरहरूलाई टप 3 बेस्ट कम्बिनेसन भन्नेछु नो टप अप, किनकि म नो टप अप सपोर्टर हो र मैले टप अप पनि गर्दिनँ। छिटो लाइक शेयर सब्सक्राइब गरिदिनु होला। आजको भिडियो दामी हुनेछ। अब बढौँ मेरो फाडु भिडियोमा। ल सुरुमा छ फ्री स्टाइल प्लेयरहरूको लागि। सुरुमा लेख्नु उयो ह्याट जुन एक्सचेन्ज स्टोरमा थियो। के हो गरे यसको नाम? उयो एक्सचेन्ज स्टोरमा थियो। यो मैले यहीबाट लेखेको, विश्वास नभए गाइज ब्याकजाम। त्यसपछि यसमा लिनुहोस् उयो लिँदा पनि हुन्छ। उयो लिगा महिलेको लागि। अनि यो अनि तल जानुहोस् यो। त्यसपछि उयो पाइन्ट होला नि पङ्कस्टर रनर भन्ने। अनि उयो चप्पल लिग्नु गाउँले पारामा उयसमा यो राख्नु। हाम्रो बनेको छ फ्री स्टाइल कम्बिनेसन। योसँग कस्टम खेल्न मिल्छ गाइज। यो अति निकै युज हुने फ्री स्टाइल कम्बो। यो म कस्टम लनुल बिआरसिएस सबै खेल्दा युज गर्छु। यो कस्टम खेल्दा धेरै युज गर्छु गाइज मैले। अबबाट नम्बर 2 ड्रेस कम्बिनेसनमा। नम्बर 2 ड्रेस कम्बिनेसनमा यो लेख्नुहोस्। त्यसपछि कता गयो लिगेर यो मास्कै लेख्नुहोस्। अनि उयो लेख्नुहोस्। अनि कता रुक्नु है त गाइज, यता थियो एउटा टी सर्ट थियो कि मसँग। होइन उयो होइन, रुक्नु है त। अनि नम्बर 2 मा लेख्नुहोस् उयो। अनि लेख्नुहोस् उयो। यो बन्डलको सेट चाहिँ हजुरले डाइनामिक डुओबाट पाउन सक्नुहुन्छ। 1800 कि कति पोइन्ट कलेक्ट गर्नुपर्ने हुन्छ यसमा। उयो अनि जुत्तामा लिनुहोस् उयो होइन उयो वाइट कलरको राम्रो छ गाइज। यो सिएस बिआर लनुल कस्टम खेल्नको लागि मिल्छ। यो ठिकै हो, मैले युज गर्दिनँ। अब बढौँ नम्बर 3 कम्बोको तर्फ। यो लास्ट र हरिप हुनेछ। यो केही होइन गाइज, यो मैले यत्तिको बनाएको। पहिला लिगम यो, त्यसपछि उयो, त्यसपछि यहाँ बाहिर पार्टिकल्स निस्किन्छ क्या साइडबाट। त्यसपछि लिगम होइन उयो। त्यसपछि हाम्रो फाइनल प्यान्ट्समा हुन्छ उयो गाइज। यो कम्बिनेसन धेरै युज हुन्न, मैले घरिघरि युज गर्ने कम्बिनेसन हो। यो अलि माथिको टोपी अलि रेयर टाइपको देखिन्छ, त्यसैले बनाएको यो कम्बिनेसन ठिक छ नि गाइज। यो कम्बिनेसनले ठिकै अगाडिको मान्छे डराउँछ। ल मैले हजुरहरूलाई यो कम्बिनेसनसँग एउटा लन्च खेलेर देखाउने छु। यो होइन गाइज, मैले एउटा दामी कम्बिनेसनसँग देखाउँछु। त सुरुको मैले सधैँ युज गर्छु नि त। रुक्नु यो कसले बनाइदिएको? मेरो साथीले बनाइदिएको गाइज। यो मेरो सुरुको वाला कम्बिनेसन। फेरि हेर्नु होला जसले अघि हेर्नु भएन। यसमा पुरै डिटेलमा छ। यो यो कम्बिनेसनले राम्रो देखिन्छ हाम्रो क्यारेक्टर। हाम्रो लन्च पनि स्टार्ट भइसकेको छ। ल गाइज, अब अगाडिको मान्छेलाई 0मा पेल्ने ट्राई गर्नुपर्छ हामीले। डेजर्ट लिगिहाल। गाइज, आज मैले फिङ्गर क्रस पनि युज गरेको छैन। अनि धेरै सरी है गाइज, म धेरै दिनबाट अफलाइन थिएँ। 1 हप्ता जति भयो क्या। सरी है गाइज। मैले एउटा च्यानलमा सर्ट हालेको थिएँ हिजो। के हो बडी पेल्छ यसले त?
भाग्न पर्ने जस्तो अवस्था छ गाइज। ल्याग गरेर तल आयो गाइज। के हो भन्दाखेरि मेरो मोबाइल बिग्रेको थियो कि अनि लोचा हुन्थ्यो नि त। मोबाइल बिग्रेपछि फेरि अति झ्याउ हुन्छ के भएको थियो भने चार्जिङको भित्रको बार निस्केको थियो, त्यो पोइन्ट हुन्छ नि चार्जर घुसाउने, त्यो निस्केको थियो र बनाउनु दिन गएको पसलमा। अब मामाको पसल थियो कि त्यसरी अलिक भर पर्दा पनि हुन्छ भनेर दिन गएको पसलमा। लास्टमा हेरेको त मामा चाहिँ जानुभएको रहेछ 1 हप्ताको लागि कता। त्यसरी यसो रोकेँ अनि 2 दिनपछि आउनुभयो 1 हप्ताको लागि गएको मान्छे। त्यसपछि मोबाइल बनाउन हिजो अस्ति दिएँ, हिजो बन्यो। हिजो एउटा सर्ट्स बनाएर अपलोड गरेँ अनि आज हजुरहरूले भिडियो हेर्दै हुनुहुन्छ। हिजो सर्ट्स भिडियो सबै रेकर्ड गरेर राखेँ रातिसम्म बसेर, अनि आज यो भिडियो हजुरहरूले हेर्दै हुन्छ बल्ल। के हो हेडै लाग्दैन त। अनि मेन कुरा गाइज, मैले आज फिङ्गर ग्लोभ्स युज गरेको छैन। फिङ्गर ग्लोभ्स प्यान्टमा थियो, दिदीले धोइदिन्छ क्या गाइज। फिङ्गर ग्लोभ्स पुरै यस्तो भन्यो थियो मलाई, मै पानी पानी हो गए बुम गरिरहेको थियो। के होइन 2-0 त छ। के अरे के लिग्यो? डोनाली लिग्यो, डोनाली। यताको बाटो जाऊँ न, यताको बाटोतिर देखेको थियो यो मलाई घर बोलाएर। घर जा भाइ, घर जा, त जस्तो खेल्न पर्दैन फ्री फायर। लाइक दियो, खेल भाइ, त जस्तै खेल्न पर्छ फ्री फायर। लाइन त 1 कडा 3-0 पनि भइसकेको छ। यसपालि यता नजाम भने जान खोजेँ त जान सकेन। अबे हराम ल्याग हानेछ त गाइज। तर भेट्यो भाइले, त्यसो चल्नु हुँदैन के बिटुवा भन्ने ठुलाहरूसँग। थुक्क बेकारमै इमोट देखाइदिए। ल अब हामीले लिग्ने M10 भैया तुम नहीं हो मेरा सैया, तुम हो मेरा मैया। बेला बेलामा गीत आइदिइहाल्छ नि मुखमा। फेरि सिङ्गर बन्न पर्ला गाइज, भन्न भएन। सिङ्गर बन्न स्वर छैन, स्वर ल्याउन केही छैन। जन्मदेखि यस्तै, आमा बुवालाई बेस्तै। भ्याउँछ क्या गाइज। बेकारमा रिलोडमा गरे। आमा बुवा केही लाउनु नै अहिले आएर ढोका दियो क्या M10ले। ल गाइज, कस्तो लाग्यो हजुरलाई यो भिडियो? राम्रो लाग्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु। अब हामी सिधै भेट्नेछौँ अर्को भिडियोमा। टिल देन टेक केयर एन्ड बाई बाई गाइज।